हेलो साथीहरू, हामी चाहिँ आज सिमसार घुम्नु गएको। म, मामु, पापा, बहिनी, भाउजू, मम्मी अनि हामी चाहिँ रोडमा हिँड्दै, बहिनी हिँड्नु नसकेर बाबाले बोक्नु भएको। अनि यहाँ चाहिँ मकै छ र म अगाडि हिँडेको। यहाँ चाहिँ बहिनी बाबाले बोकेर खुसी छ। अनि यहाँ चाहिँ खेत छ। अनि हेर्नुहोस्, यहाँ चाहिँ धेरै राम्रो ठाउँ छ, तर यहाँ धेरै घाम लागेको थियो। पापा उता हुनुहुन्छ, छाता उड्दै, मम्मीले भिडियो बनाउँदै हुनुहुन्छ र म र बहिनी चाहिँ खेलिरहेको कुदै। हामी जाँदा जाँदै चाहिँ एउटा मन्दिर रहेछ। अनि त्यहाँ चाहिँ बर पिपल 4वटा थियो। हामी चाहिँ हिँड्दै आएको। अनि यहाँ चाहिँ म र बहिनी चाहिँ अगाडि हिँड्दैछु। अनि यहाँ चाहिँ पोखरी छ। मम्मीले भिडियो बनाउनु भएको छ र म उता बसेको। अनि यहाँ चाहिँ हामी सिमसारको जानुको लागि 15-20 मिनट छ। अनि हामी चाहिँ हिँडेको गरेको भन्दा हामी गेटभित्र प्रवेश गर्नु आँटेको। र मम्मी चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ गेट प्रवेश गरिसकेको। यहाँ चाहिँ नीलगाई र जराएको बच्चा छ। यहाँ चाहिँ यो चाहिँ जराएको बच्चा। अनि उता चाहिँ नीलगाई। अनि म बाबा बहिनी चाहिँ यहाँ हेरिरहेको। दिदी पनि भाउजू पनि हुनुहुन्छ। र यहाँ चाहिँ दुम्सी पनि छ, 2टा दुम्सी छ। अनि यहाँ चाहिँ हामी उता हेरिसकेर भित्र गएको र बहिनी चाहिँ आएको। अनि मामु चाहिँ त्यहाँ हुनुहुन्छ र म पनि आउँदैछु। अनि हामी हिँड्दै त्यहाँ चाहिँ एउटा फिल्ड थियो र हामी चाहिँ खाजा पुग्नु बित्तिकै हामीले चाहिँ चिसो पानी खायो। अनि यहाँ चाहिँ ठेला थियो र त्यता चाहिँ घुम्ने ठाउँ थियो। अनि यो चाहिँ फुल। अनि यहाँ चाहिँ मान्छेहरू टिकटक बनाउँदैछ। म बाबा बहिनी चाहिँ उता। यहाँ चाहिँ बोटिङ गर्ने ठाउँ र घुम्ने ठाउँमा